ल गाइस, आज एउटा खतरनाक एक्सपेरिमेन्ट गर्ने हो र त्यो एक्सपेरिमेन्ट चाहिँ नि 20 को नोटमा हो। यो नोटलाई नि पानीमा हाल्ने हो, त्यो पनि सिसावाला पानीमा हालिदिने हो यसलाई र यसलाई हेर्ने हो 24 घण्टामा कस्तो यसले फरक दिन्छ। कि त यो सेतै हुन्छ होला, सायद सेतो हुन्छ, नत्र रङ चाहिँ जसरी पनि रङ यसको चेन्ज त हुनै हो यसलाई। अब यसलाई पानीमा हालेर हेर्ने हो, 24 घण्टाको लागि छोडिदिन्छु के यो नोटमा कस्तो फरक आउँछ होला। र यसलाई पानीमा हाल्नु पर्यो। यहाँ चाहिँ अलरेडी मैले पानी ल्याएर राखिसकेको छु। यसलाई सिधै 20 को नोटलाई पानीमा हाल्छु। ल गाइस, ल हेर्न सक्नुहुन्छ पानीमा त यो गइसक्यो। ल गाइस, पानीमा यो गयो। अब यसलाई 24 घण्टाको लागि छोडिदिन्छु। यो पानीमा भएको नोट के सेतो हुन्छ कि हुँदैन होला, कि यसको रङ झर्छ कि झर्दैन, एकचोटि कमेन्ट गर्नु। र 24 घण्टा पछि यसको पार्ट 2 आउने हो। अहिले चाहिँ ठ्याक्कै 10:30 बजिरहेछ, ठ्याक्कै 10:30। ल अर्को 24 घण्टामा लगभग 10:30, भोलिको 10:30 बजे नि यसको पार्ट 2 आउँछ र त्यसमा हेर्ने कस्तो खतरनाक फरक आउँछ होला। एकचोटि हेर्नु गाई, अहिले नै खतरनाक रिएक्सन उठाएछ यार। पानी सानी फुल्न थालेको छ यो पैसा माथि। ल यसलाई हालिदिने 24 घण्टाको लागि सेफ ठाउँमा। मिल्ते हैं नेक्स्ट भिडियो।